बाबु नमस्ते। हजुरको नाम के होला नि? सङ्गम फागो। हजुर? सङ्गम फागो। सङ्गम फागो। अहिले भनेको परीक्षाको लागि जाँदै हुनुहुन्छ हैन? हजुर। कति उमेर कति भयो तपाईको? मेरो 13। 13 वर्ष मात्रै? हजुर। सर नमस्ते। नमस्कार। अहिले भनेको अरु भाइ बहिनीहरुलाई फेरि पनि तपाईले सम्हाल्दै आउँदै हुनुहुन्छ र साङ्ग्रुम्बा स्कुलमा चाहिँ तपाई नियुक्ति भएर काम गर्नुभयो कति साल भयो सर? मेरो 58 सालदेखि हो। 2075 सालमा स्थायी भइयो। हजुर। र अहिलेसम्म यहाँ कार्यरत छु। सर अब धेरै स्कुलले एकचोटी भनेको चाहिँ 0 लेभलमा झर्या थियो जुन एसएससी परीक्षामा हैन? हजुर। अहिलेको हाम्रो साङ्ग्रुम्बा स्कुलबाट चाहिँ कतिको आशा गर्न सकिन्छ सर? हाम्रो अहिले भर्खरै नगरपालिकाले एउटा स्तर परीक्षणको परीक्षा लिएको थियो हैन? हाम्रो 26 जना मध्ये क्लियर पास भएको हाम्रो 4 जना थियो हैन? अब अहिले हेर्दाखेरि केही उपलब्धिहरू आशा गर्ने ठाउँ त छ नि? छ। हजुर। लगभग हाम्रो रिजल्ट 25% भन्दा उँभो जान्छ कि भन्ने हामीले आश गरेका छौँ अहिलेको मेहनतमा। यहाँ विद्यार्थीहरूको भनाइ के छ सर जो नवमी स्कुल जाँदै हुनुहुन्छ हैन? हजुर। उहाँहरूले के भन्नुहुन्छ? उहाँहरूको होप कस्तो छ तपाईँको विचारमा? अहिलेसम्मको स्थिति हेर्दाखेरि चाहिँ अब निकै हामी आशावादी छौँ हैन? विद्यार्थीबाट जानकारी आशा गर्न सकिन्छ जे होस् हैन? सर अब अन्तिममा अब उहाँहरू जाँदै हुनुहुन्छ 26 जना हैन? उहाँहरूलाई सबै विद्यार्थीहरूलाई एकमुष्टमा एसएससी परीक्षाको लागि के भन्न चाहनुहुन्छ? अघि हामीले शुभकामना कार्यक्रममा पनि ब्रिफिङ गर्यौं हैन? फेरि पुनः पनि हामी विद्यार्थीहरूलाई अनुशासित भएर आफ्नो डेरामा बस्ने, समय जाँच सुरु हुनुभन्दा 10-15 मिनट अगाडि परीक्षा हलमा प्रवेश गर्ने हैन? र आन्सर सिटहरुमा रोल नम्बरहरु, नामहरु, रोल नम्बर, सिम्बल नम्बर राम्ररी लेख्ने भन्ने फेरि पुनः निर्देशन दिन चाहन्छु र यो 2081 सालको हाम्रो 26 जना क्यान्डिडेटहरुले सफलतापूर्वक राम्रोसँग जाँच दिएर सबै विद्यार्थी हाम्रो विद्यालयबाट उत्तीर्ण होस् भन्ने म पुनः शुभकामना दिन चाहन्छु। धन्यवाद सर। ल नमस्ते सेवारो वेलकम यहाँहरु सम्पूर्णलाई कलर्स अफ ड्रिम्स अफिसियलमा म चारखुले शिशु लिङ्गमको तर्फबाट आज चाहिँ म मावि स्कुलमा छु साङ्ग्रुम्बाको र विशेष गरेर चाहिँ हाम्रो एसएससी परीक्षा दिन जानुहुने विद्यार्थीहरूको लागि चाहिँ साङ्ग्रुम्बाबाट चाहिँ जानुहुने विद्यार्थी जो चाहिँ अहिले केन्द्र बनाएको छ के अरे जितपुर नौमा जो हामीले पनि त्यही ठाउँमै कुनै दिन चाहिँ हामीले एसएलसी परीक्षा दिएको थियौँ भने त्यसलाई अहिले एसएससी भनिएको छ र अहिलेको 2081 सालको जुन एसएससी परीक्षामा चाहिँ उत्तीर्ण गर्नको लागि चाहिँ हामी सबैजनाले शुभकामना दिइसकेका छौँ प्लस मेरो पनि शुभकामना हामी भाइ बहिनीहरूलाई र व्याकरणमा देखिराख्नु भएको चाहिँ साङ्ग्रुम्बाको एसएससी परीक्षा दिन जानुहुने तम तयार रहनुहुने हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ र यसै विषयमा म उपस्थित भएको थिएँ र आजको सबै कुराहरू सुरुदेखि अन्तिमसम्म के हुनेछ यो म भिडियोबाट चाहिँ तपाईलाई जानकारी दिने कोसिस गर्छु। मिति 2081 साल चैत 4 गते सोमबारको दिन साङ्ग्रुम्बा उच्च माविमा चाहिँ साङ्ग्रुम्बाको 10 क्लासको चाहिँ विद्यार्थीहरू जो चाहिँ अहिले एसएससी परीक्षा दिनको लागि तयार हुनुहुन्छ उहाँहरू चाहिँ जितपुरे नवमीमा जाँदै हुनुहुन्छ स्कुलमा उहाँहरूलाई शुभकामना दिनको लागि बेस्ट अफ लक भन्नको लागि साङ्ग्रुम्बा स्कुलको शिक्षक वर्गहरूले र त्यहाँको अग्रज वर्गहरूले चाहिँ शुभकामना दिनुभएको छ भाइ बहिनीहरूले र त्यही अवसरमा कलर्स अफ ड्रिम्स अफिसियल परिवार त्यहाँ पुगेको छ र अहिले त्यही जानकारीहरू यहाँहरूलाई दिने कोसिसमा प्लस अहिले भनेको चाहिँ स्कुलमा भनेको चाहिँ उहाँहरूलाई शुभकामना दिनको लागि एकदम तम तयारीको रूपमा सबै तामझाम गर्नको लागि सबै एकदम कार्यव्यस्ततामा देखिएको यो दृश्यहरू हुन्।
यसै सिलसिलामा यस विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष तीर्थराज खनालज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य श्री दलबहादुर लिम्बुज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसरी नै विद्यालय व्यवस्थापन समितिका सदस्य हाम्रो ओडाका प्रतिनिधि श्री नेत्र घिमिरेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। विवेश सदस्य श्री रिता घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसरी नै विवेश सदस्य श्री टीका घिमिरेज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको निम्ति म यस विद्यालयका व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रूपमा रहनुहुने श्री देवकुमार कटवाल सरलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। हामीलाई अहिले यस कार्यक्रमलाई आफ्नो क्यामेरामा कैद गर्नको निम्ति यसै विद्यालयमा अध्ययन गर्नुहुने सञ्चारकर्मी श्री चारखोले शिशिर ज्यूलाई पनि आसन ग्रहणको लागि म हुनुहुने सरहरूलाई यथास्थानमै आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। विद्यार्थीहरूलाई यहीँ राखौँ। सरहरूका निगरानीमा सुत्ने बस्ने खाने उठ्ने सबै यावत व्यवस्था गरौँ भन्दाखेरि आम सहमति अभिभावकज्यूहरूसँग भएन। त्यस्तै गरेर त्यो क्लोज क्याम्प हामी बसेका थियौँ भने हामी एउटै घरमा लगेर राख्थ्यौँ र हामी त्यो गर्थ्यौँ। त्यसमा हामी असफल भयौँ। अन्तिमसम्म पनि हामीले प्रयास गर्दाखेरि त्यो सफल नहुँदाखेरि मैले के भन्न बाध्य हुनु पर्यो भने तपाईँको छोराछोरी आफूलाई अनुकूल ठाउँमा लगेर राख्नुहोस्, आफै गाइड गर्नुहोस्, कति बेला सुताउने कति बेला उठाउने त्यो गर्नुहोस्। परीक्षा केन्द्रमा चाहिँ हामी पालो मिलाएर आउँछौँ। जिम्मेवारीको हिसाबले म हेडमास्टरको हिसाबले म आउँछु र पालो मिलाएर सरलाई पठाउँछु भनेर भन्न बाध्य हुनु पर्यो। र के हो भन्दाखेरि यस्तो थिएन। विद्यार्थी सङ्ख्या पनि हाम्रोमा विगतमा निकै थियो र म यो स्कुलमा 72 सालदेखि आएको। त्यति बेला 550 भन्दा उकालो विद्यार्थी सङ्ख्या थियो भने आज घटेर पनि गएको छ भने सामुदायिक विद्यालय भनेको सरकारी विद्यालय सरकारको लगानी छ। एउटा विद्यार्थी बराबर त्यहाँ सबै जोड्नु हो भनेदेखि करिब करिब 1 लाख रुपियाँ भन्दा उकालो नआएको हुन्छ। राज्यको लगानी त्यस्तो छ। र अब यो अन्तिम घडीमा आएर के भन्दाखेरि अब आत्तिनु हुँदैन, धैर्यता लिनुपर्छ। अब पढेर किताब छिचोलेर सबै गर्छु रड्छु भन्ने समय होइन। यो त जाँचको बेला त के हो भने नोट सरले लेखाइदिएको नोट त्यस्तै गरेर अस्मिता पब्लिकेसनले बेच्दै ल्याएको किताबहरू त्यो हो त्यस्ता छोटकरीमा हेर्ने र ठिक कति बेला सुत्ने कति बेला उठ्ने होइन। आफूले टाइम टेबल मिलाउने र स्वास्थ्यलाई हानि नपुग्ने गरी सुत्नु पनि पर्छ। अनि त्यसो गर्दाखेरि त्यस्तो पासै अङ्क ल्याउनका लागि त्यति साह्रै मरिहत्ते गर्नु पनि पर्दैन। 35 अङ्क र प्र्याक्टिकल पनि जान्छ होइन। र अब बस्ने ठाउँको व्यवस्था आफूले मिलाएको होला। त्यहाँ गएर डुल्ने घुम्ने के गर्ने गऱ्यौँ भनेदेखि 20 गतिमा लाग्यो भने तिमीहरूको भविष्य बर्बादीमा छ यो कुरो निरो हो। र त्यसै गरेर यो समय बर्बाद गर्यो भने फेरि एउटा के भन्दाखेरि आफ्नो समुन्नत जीवन स्तरबाट चाहिँ भविष्यले तिमीहरूलाई माफी दिँदैन। दुःख पाएर रोएर चाहिँ जिन्दगी बिताउनु पर्छ। र आर्ट्स एजुकेसन हाम्रो स्कुलमा छ र पछि पास भएर आइसकेपछि पनि त्यो आर्ट्स र कमर्सै पढ्ने जिपे ल्याउने त्यही पढ्नेले चाहिँ होइन कमर्स अरे एजुकेसन यो स्कुल छोडेर नगई हुन्थ्यो म भन्छु। किन भन्दाखेरि यहाँ त घरैबाट पढिन्छ नि त। आजका विद्यार्थी भोलि त तिमीहरू पनि यो स्कुलको अभिभावक हुनुपर्छ। यो स्कुलै छैन भने कहाँ लगेर पढाउनु त छोराछोरी। पैसा हुनेले त ग्रिन भ्याली लाने हेरिटेज लाने कहाँ लान्छन् होइन। भने गाउँमा कस्तो मान्छे बस्छ हामी जस्तै त बस्छ नि। त्यसो गर्दाखेरि स्कुलको माया पनि गर्नु पर्यो होइन। र म धेरै कुरा भन्न चाहिनँ। म उत्तरोत्तर प्रगति उज्जवल भविष्यको कामना गर्छु र मेहनती भएर चाहिँ एकदम अनुशासित भएर परीक्षामा आइडी कार्ड ड्रेस लगाएर जाने हो। बिहान 7 गते बिहान 7:30 बजी
हामी स्कुलका ढोकामा आइपुगेका हुन्छौँ, भित्रको कहाँ कहाँ के छ मिलाइदिन्छौँ र त्यस्तै गरेर प्रत्येक दिनै प्राय सरहरू आउनुहुन्छ। पहिलो दिन अलिकति समस्या पर्छ, त्यस पछाडि केही पनि समस्या पर्दैन र धैर्यतापूर्वक है अनुशासित भएर परीक्षामा सहभागी हुन म अनुरोध गर्दै सबैले सफलता मिलोस् भन्ने कामना गर्दछु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक सर र यहाँ उपस्थित हुनुहुने आजका यस कार्यक्रममा सभापति गरिरहनुहुने सभापतिज्यू, साथै विद्यालय व्यवस्थापनका अध्यक्षज्यू, साथै अभिभावक सङ्घका अध्यक्षज्यू र वडा सदस्य लगायत विद्यालयमा रहनुहुने सम्पूर्ण शिक्षक शिक्षिका ज्यूहरू, हाम्रो विद्यालयका कक्षा 10मा अध्ययनरत भाइ बहिनीहरूको एसी परीक्षा यही चैत्र 7 गतेबाट सञ्चालन हुन गइरहेको छ र विद्यालयको पठन पाठनमा ध्यान दिई र आगामी दिनहरूमा उत्कृष्ट नतिजा ल्याई विद्यालयको नाम रोचक गरी आफ्नो सुनौलो भविष्य बनाउन तत्पर रहनुभएका भाइ बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद विद्यार्थी बहिनी हेमकला सापकोटा। अत्यन्तै छोटो रूपमा हाम्रा सम्पूर्ण विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै बिदा भइसक्नु भएको छ। सबैजना अभिवृद्धि थालीमा नाइन क्लासबाट पनि आयो, एक दुईजना नाइनबाट आऊ। नआत्तिकन है। ल राम्रो गर्नु केटा हो। जानै लागेका हाम्रा विद्यार्थी भाइ बहिनीहरू, अब सर्वप्रथम त हामी अभिभावकको तर्फबाट र विद्यालयको तर्फबाट के भन्न चाहन्छौँ भने हाम्रो विद्यार्थी भाइ बहिनीहरूले जहाँ गए पनि हाम्रो विद्यालय जस्तै हो, त्यो पनि जितपुर मारी भनेको कुनै नौलो नयाँ र त्यस्तो कुनै प्रकारको डराउनु पर्ने विद्यालय होइन र हामी पनि पहिला त्यहीँ पढेको हो र आज तिमीहरू त्यहाँ जाँदैछौ। यो विद्यालय जस्तो हो, त्यो पनि त्यस्तै हो। त्यहाँ कुनै प्रकारको डराउनु पर्ने खालको कुनै कार्यक्रम छैन। त्यस्तो अप्ठ्यारो तिमीहरूलाई केही पनि हुँदैन र तिमीहरूले एकदम राम्ररी संयमता र इमानदार पूर्वक गएर चाहिँ परीक्षामा सम्मिलित भएर राम्रो प्रगति गरेर सबैजनाले पास गर्नेछौ भन्ने हामीले यहाँ शुभकामना दिनको लागि यो कार्यक्रम राखेको हो। र हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई हामी के भन्न चाहन्छौँ भने त्यहाँ गइसके पछाडि हाम्रा विद्यार्थी भाइ बहिनीहरूले अब आज परीक्षा सक्यो, फुटबल खेल्न जाने भन्ने कुरा त्यसलाई थाती राखौँ, किनभने हामी परीक्षा लेख्न गएका छौँ र हाम्रो त्यो कार्यक्रम हुँदैन र त्यस्ता दृश्यहरू हाम्रो कानमा पर्यो भने हामी ती विद्यार्थीहरूलाई फेरि भेटेर उनीहरूसँग कुरा गर्नेछौँ। उहाँले सम्पूर्ण अभिभावकत्वको हैसियतले आफ्ना शुभकामना मन्तव्यहरू दिएर बिदा भइसक्नु भएको छ। अबको क्रममा म सम्पूर्ण शिक्षकहरूको प्रतिनिधित्व गर्दै यस विद्यालयका शिक्षक श्री नेत्र तामाङ सरलाई शुभकामना प्रदान गरिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। अब यो 3 दिनमा हामी कति घण्टा प्रयोग गर्छौँ है, त्यसमा भर पर्ने हो। किनभने अब धेरै दिन छैन, दिनले हेर्ने हो भने त 7 बजेदेखि जान्छ होइन, कति बजीदेखि छ थाहा छ नि, 8 बजीदेखि छ। त्यसले गर्दा हाम्रो बसाइ कहाँनिर छ, त्यहाँदेखि स्कुल कति टाढा छ, हामी जाँच लेख्न जान्छौँ होइन। जितपुर मावि भाइ बहिनीहरू बसेको डेरादेखि कति टाढा छ
त्यहाँदेखि कति समय लाग्छ, त्यसले गर्दाखेरि जाँचमा 10 मिनट 15 देखि 10 मिनट है 10-15 मिनट अगाडि पुग्नु पर्यो। किन भन्दाखेरि जाँचमा 10 बजे अब म हिँड्छु भनेर हतार हतार कुद्दै गएर त्यहाँ आफ्नो आन्सर सिट प्राप्त गरेपछि आफूले जे पढेको छ आत्तिएर त्यो रोल नम्बर बिग्रिन्छ है, त्यो कुरालाई ख्याल गर्नु पर्यो। पोहोर उहिले एकचोटि हाम्रो कति सालको कुरा मैले बिर्सेँ, विद्यार्थीहरू गएर डेरा बसिसकेपछि अनि के गर्ने, पढ्नु मन नलागेपछि फुटबल लिएर ग्राउन्डमा फुटबल खेल्दै थिए। अनि हामीले प्रहरीलाई जानकारी दिएपछि त्यो प्रहरीले 1-2 लट्ठी पनि दिए है, अबदेखि चाहिँ ग्राउन्डमा आइस् भने तैँले भेट्छस् भनेर। त्यसै गरी त्यस्तो कुराहरू, त्यस्ता घटनाहरू नघटोस्। हो त्यो प्रवेश पत्र पाइसकेपछि त्यसलाई सुरक्षित राख्ने है, भरसक फोटोकपी गरेर पनि राख्ने। हरायो भने फेरि यता कुद्ने उता कुद्ने कहाँ जाने, भोलि गएर त्यहाँ होइन एक्सटर्नलले सुपरिटेन्डेन्टले जाँचमा बस्नु नदेला, त्यो अर्को टेन्सन हुन्छ फेरि है। प्रवेश पत्र त उपलब्ध गराउला, तर समयमा आइ नपुग्यो भने समस्या त विद्यार्थीलाई नै हुन्छ। यो कुरालाई पनि ख्याल गर्नु पर्यो है। अहिले विद्यालय समितिहरूद्वारा डट पेन उपलब्ध गराएको छ। आफूले जाँच दिनु जाँदाखेरि 2-3टा एक्स्ट्रा बोकेर जाने, लेख्दा लेख्दा कोही बेला बिग्रिन्छ, बलको टुप्पाको त्यो बल होइन त्यो भाँचियो, त्यो खुस्कियो भने लेख्दैन। त्यसले गर्दाखेरि यस्ता कुराहरू, सामान्य कुराहरू पनि ख्याल गर्नु पर्यो। र अन्तमा मैले सबै भाइ बहिनीहरूलाई पुनः एकचोटि शुभकामना दिँदै मेरो 2 शब्द यहीँ शेष गर्दछु। धन्यवाद। म आफूले पनि यही विद्यालयबाट आज जसरी भाइ बहिनीहरू नमीसम्म एक्जाम लेख्नको लागि जाँदैछन्, त्यसरी नै हामी पनि यही विद्यालयबाट त्यही ठाउँमा गएर एक्जाम, त्यही ठाउँमा बसेर एक्जाम लेखेर आएका थियौँ। मैले थोरै साँचेको छु, हामीले दिएको शुभकामना खेर नजाओस्। आउँदो 11मा यी अनुहारहरूलाई हामीले यही ठाउँमा फेरि योभन्दा पनि ठुलो मालाले, यी बलपेनहरू भन्दा पनि अझ सम्मान गर्न पाऊँ भन्ने हिसाबले मैले अलिकति सोचेको छु। हरेक हाम्रा भाइ बहिनीहरूलाई अप्ठ्यारो परेको खण्डमा हामी त्यहाँ आफै उपस्थित पनि हुनेछौँ र हिम्मत नहारिकन उच्च मनोबलका साथ परीक्षा लेखेर सफलता हासिल गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइहरू यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। शिक्षा राम्रै भएको छ। सबै गुरुहरूले मेहनतका साथ सबै विद्यार्थीलाई उत्तीर्ण हुने गरी शिक्षा दिनुभएको छ र हामी त्यो गुरुहरूको उद्देश्य त्यत्तिकै खेर जान दिने छैनौँ। अब हामी पक्कै पनि राम्रै नै गर्नेछौँ, राम्रो नतिजा ल्याएर उत्तीर्ण हुनेछौँ र फेरि पुनः यसै विद्यालयको 11 कक्षामा आएर शिक्षा लिनेछौँ भन्दै मेरो सोचा भने यही अन्त्य गर्छु। धन्यवाद। 3 घण्टाको समयमा कति विवेक प्रयोग गरेर समेट्न सक्छौँ, प्रयोग गर्न सक्छौँ, त्यसले नै नतिजा निर्धारण गर्नेछ। तसर्थ यो महत्त्वपूर्ण समयलाई अत्यन्तै उपयोगी बनाउँदै यो एसी परीक्षामा सम्पूर्ण भाइ बहिनीहरूले सफलता प्राप्त गर्न सकुन् भन्ने फेरि पनि म शुभकामना व्यक्त गर्दै अबको आजको यस कार्यक्रमको समापन गरिदिनु हुन र आफ्नो महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुनको निम्ति म यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री योग्य कुमार खत्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। सक्छौँ सक्छौँ गर्छौँ गर्छौँ एउटा स्लोगन छ हाम्रा यस स्कुलमा। मेहनतका साथ नानीहरूलाई शिक्षा प्रदान गर्ने आदरणीय गुरुवर्ग, 10 क्लासका भाइ बहिनीहरू र यहाँ उपस्थित सम्पूर्ण प्रिय भाइ बहिनीहरू, वास्तवमा आज हामी एउटा यो कार्यक्रम शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा उपस्थित भएका छौँ। सबैलाई थाहा छँदैछ यो 10 क्लासमा हामी 10 क्लासदेखि मुनिको एउटा स्टेज र यहाँभन्दा माथिको स्टेजको यो दोसारमा बसेर आज हामी जुन 10 क्लासका भाइ बहिनीहरू यहाँ उपस्थित हुनुहुन्छ, उहाँहरू
1 वर्षको अविरल प्रयास र विषयवस्तुमा पुख्त भएर अब एउटा रणभूमिमा प्रवेश गर्दै हुनुहुन्छ। त्यसैको सिलसिलामा हामीले आज शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेका छौँ। स्कुल व्यवस्थापन समिति र स्कुल प्रशासनले यो कार्यक्रम संयुक्त रूपमा आयोजना गरेको हो। हामीले टीका लगाइदिउँ, फुलमाला अर्पण गऱ्यौँ र 2टा डट पेन बल पेन पनि हामीले तपाईहरुलाई शुभकामना साथै हामीले प्रदान गरेका छौँ। यो लामो 1 वर्षसम्म हामीले डट पेन दिन सकेनौँ, कलम दिन सकेनौँ, तर परीक्षा आउँदै गर्दाखेरि आज हामीले 2टा डट पेन दिएका छौँ। वास्तवमा तपाईहरुले यो किन्न नसकेर दिएको होइन, हामीले यसको एउटा सन्देश छ। यो सन्देश तपाईहरुले बुझ्नुहुनेछ, हामीलाई पक्का पनि विश्वास छ। यो यस्तो सङ्घारमा हुनुहुन्छ तपाईहरु, 1 वर्षसम्म अविरल मेहनत गर्नुभएको छ र अघि नै हाम्रा पूर्ववक्ता सरहरू, व्यवस्थापन समितिका सदस्य साथीहरूले भन्नुभएको छ। एक किसिमको त्यो आचार संहिता सम्झिनुहोस्, त्यसलाई के गर्न नहुने के गर्न हुने भन्ने कुराहरू तपाईहरुले पक्का पनि बुझिसक्नु भएको छ। अब धेरै लामो कुराहरूतिर जानुभन्दा पनि हामीले अघि मैले सिम्बोलिक रूपमा हामीले तपाईहरुलाई प्रदान गरेका कुराहरूको विषयमा अध्ययन गर्नुहुनेछ र यो कार्यक्रम यहाँबाट विसर्जन भए तापनि 10 क्लासका भाइ बहिनीहरू फेरि पनि हामीलाई भेट्नुहुनेछ माथि क्यान्टिन अथवा अफिस रुममा तपाईहरु सबैजना 21 जना नै भाइ बहिनीहरू त्यहाँ चाहिँ जम्मा हुनुहुनेछ। यो हाम्रो नेपालीहरूको एउटा चलन पनि छ, शुभ साहित्यमा निस्किनु भन्दा पहिला चाहिँ मुख मिठा गर्ने अथवा गुलियो मुख बनाएर जाने भन्ने छ। सगुन स्वरूप हामीले केही व्यवस्था गरेका छौँ, भाइ बहिनीहरूलाई त्यहाँ पनि सहभागी गराउनेछौँ हामी। र अब यो तपाईहरुको एउटा खुड्किला, तपाईहरुले यहाँसम्म आइसक्नुभयो, एउटा खुड्किला तपाईहरुले पार गरिसक्नु भएको छ। अब योभन्दा अर्को खुड्किला चाहिँ उच्च शिक्षा हासिल गर्ने खुड्किला हो। त्यो हासिल गर्न सक्ने नसक्ने अथवा त्यहाँ मास्तिर चढ्न सक्ने नसक्ने भन्ने कुरा तपाईहरुको हातमा रहनेछ। अझै पनि हामीले यहाँबाट बिदा भएर यसलाई बिदा नभनौँ, हामीले शुभकामना अघि भनिसकेका छौँ। यो स्थलबाट तपाईहरुले त्यो स्थान जहाँ चाहिँ हामी तपाईहरु आफ्नो भविष्य निर्माणको लागि त्यहाँ पुग्दै हुनुहुन्छ, त्यहाँ गएर पनि तपाईहरु अझै पनि 1-2 मार्क्सहरू कलेक्ट गर्न सक्ने तपाईहरुको क्षमता छ, खुबी छ। त्यसले पनि तपाईहरुको उच्च शिक्षा हासिल गर्ने चाहिँ एउटा वातावरण बनाउन सक्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ। र सम्पूर्ण यहाँ 26 जना जति पनि हामी विद्यार्थीहरू छौँ, 26 जना विद्यार्थीहरू छौँ, 26 मा 26 जनाले राम्रो रिजल्ट ल्याएर फेरि पनि हाम्रो यही स्कुलमा कक्षा 11 मा अध्ययन गर्ने हामीलाई तपाईहरुलाई चाहिँ सेवा दिने अथवा शिक्षा दिने वातावरण तपाईहरुले हामीलाई अवसर दिनुहुनेछ भन्दै फेरि पनि पुनः सफलताको कामना गर्दै म यहाँबाट बिदा हुन चाहन्छु र आजको कार्यक्रम पनि अन्त्य भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद। 2072 सालदेखि नै माध्यमिक तह नेपाली विषयको शिक्षकको रूपमा कार्यरत छु। सफलताको लागि चाहिँ कतिको आशा गर्न सकिन्छ? अब यसपालि हामीसँग भएका 26 जना विद्यार्थीहरूमा करिब योभन्दा अगाडिको र अहिलेको तुलना गर्दैछु है म। हजुर, धेरैजना विद्यार्थीहरू राम्रा छन्। हाम्रा गत वर्षका 21 जना विद्यार्थीहरूमा चाहिँ 1-2 जनाले पास गर्छन् भन्ने अपेक्षा राखिएको थियो, तर रेगुलरमा पास गर्न सकेनन्। यसपालि हामीले कम्तीमा पनि 8 देखि 10 जना विद्यार्थीहरूले चाहिँ रेगुलरमै पास गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ र हामीले पनि त्यही अनुसारको मेहनत गरेका छौँ। अब हेरौँ, परीक्षा हो, त्यो निश्चित समयमा विद्यार्थी भाइ बहिनीहरूले आफूले अध्ययन गरेका कुराहरूलाई कतिसम्म व्यक्त गर्न सक्नुहुन्छ त्यो परीक्षाले नै बताउनेछ। ओके, थ्याङ्क यू ल हजुरलाई। सर नमस्ते। हजुरको एकचोटि परिचय राखिदिनुहोस् न। म सरोज फागु। हजुर। साङ्ग्रुमा माविको चाहिँ म 2टा विषय यहाँ विद्यार्थीहरूलाई पढाउने गर्छु। हजुर। अर्थशास्त्र र सामाजिक अध्ययन। विशेष गरेर अब विद्यार्थी बहिनीहरूलाई, भाइ बहिनीहरूले म यो 2081 को एसजी को शुभकामना त बधाई दिन चाहन्छु। हामीले आशा गरेको छौँ योपल्टको भाइ बहिनीहरूले
राम्रै नतिजा निकाल्नुहुनेछ। सर मैले थोरै सोधेँ ल, जस्तै हामीले पढेको एसएलसी र अहिले पढिएको एससिसीमा के छ फरक चाहिँ के छ? फरक चाहिँ व्यापक नै छ, किनभने हाम्रो पालामा विद्यार्थीहरू आफैमा अलिक बढी सेल्फ डिपेन्ड भएर पढ्थे। हजुर। भने अहिलेको विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ पुरै शिक्षकहरूले गाइड गर्नुपर्ने अवस्था छ। ए हजुर। यति चाहिँ मुख्य रूपमा फरक छ। अरू अन्य फरक पनि धेरै होला, तर मुख्य रूपमा चाहिँ त्यो बेला हामी अलिक बढी आफै डिपेन्ड रहनुपर्ने थियो र विद्यार्थी सङ्ख्या पनि त्यो बेला बढी नै हुन्थे। सरसँग हामीले अध्ययन गरेको लिएको कुरा त्यति प्रभावकारी हुन्न थियो। भने अहिले चाहिँ विद्यार्थीहरूको सङ्ख्या पनि कम छ र विद्यार्थीहरू अलिक बढी शिक्षकहरूमाथि नै निर्भर रहनुपर्ने चाहिँ देखिन्छ। अहिले 26 जना जाँदै हुनुहुन्छ होइन, उहाँहरूसँग के कस्तो होप लिनु भएको छ? कतिको उहाँहरू सक्सेस हुनुहुन्छ होला? अब नतिजा भन्ने कुरा निरपेक्ष पनि हुँदैन, सापेक्ष नै हुन्छ र नतिजा भन्ने कुरा रातारात निकाल्ने भन्ने परिणाम पनि होइन। यो त्यसमा पनि शैक्षिक क्षेत्रको नतिजा भन्ने कुरा लामो हिस्ट्री विगतले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अहिले तपाईँको ठोस कुरा चाहिँ मेबी हुन्छ नि त लगभग अन्दाजी? म त्यसलाई नै जोड्न चाहन्छु र विगतको कोभिडको प्रभाव नै अहिलेको एससीको देशव्यापीको प्रभाव हो भन्ने सबै शैक्षिक विज्ञहरूको समीक्षा छ र मेरो पनि त्यसको प्रभाव अहिलेको विद्यार्थीहरूमा थोरै बहुत पर्छ नै भन्ने लागेको छ। यद्यपि अहिलेको सवालमा त्यो कुरालाई हामी निकै चिर्नेछौँ र निकै आशावादी छौँ र यो पल्ट विद्यार्थीहरूलाई हामीले पनि के भनेको छौँ भने रेगुलर पास गर्न नसके पनि तपाईँहरूले ग्रेड वृद्धिमा पास गर्न सक्नुहुन्छ। बिग्रेको इक्जामप्रति निराश नभइकन राम्रो गरेको विषयलाई राम्रो गर्ने र बिग्रेको विषयलाई ग्रेड वृद्धिबाट चाहिँ सुधारेर चाहिँ फेरि आफ्नो शैक्षिक भविष्य। अब अन्तिममा यसरी पनि छौँ होइन, अब नौमा भनेको चाहिँ धेरै विद्यार्थीहरू थुरिने ठाउँ हो। अब यहाँ हाम्रो साँगुरबाको पनि त्यहाँ जाँदै हुनुहुन्छ होइन, र नवमीमा केन्द्रीय बनाएर चाहिँ जो केन्द्रबिन्दु बनाएर एक्जाम दिँदै हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई सम्झेर एकचोटि थोरै 2 लाइन भनिदिनुहोस् न, के भन्नुहुन्छ? निश्चित रूपमा विद्यार्थी भाइ बहिनीहरूले हामीले सानो क्षेत्रमा अभ्यास गराएका छौँ। यद्यपि हामीले परीक्षाको पूर्व तारिखको धेरै पटक अभ्यास गरिसकेका छौँ। उहाँहरूलाई अघि यो शुभकामना बधाई कार्यक्रममा पनि के पालन गर्नुपर्ने, के कुराहरूमा ध्यान दिनुपर्ने कुराहरू पनि हामीले समग्रमा गरिसकेका छौँ र कक्षामा पनि पटक पटक हामीले आफ्नो तर्फबाट ध्यान दिनुपर्ने कुराहरू, परीक्षाले मर्यादित सभ्यता र सभ्यमूलक र प्रभावकारी नतिजामूलक बनाउनु पर्ने चुनौतीहरू, आउने समस्याहरू कसरी समाधान गर्ने, कसरी चुनौतीहरूले फेस गर्ने र थोरै समयमा कसरी चाहिँ यो परीक्षालाई आफ्नो पकडमा राख्ने भन्ने कुराहरूको हामीले टेक्निकहरू धेरै कक्षामा पनि छलफल गरिसकेका छौँ र विद्यार्थी भाइ बहिनीहरूले पक्कै पनि त्यो ठुलो क्षेत्रमा जाँदाखेरि अलिकति आत्तिनुपर्ने जस्तो अलिकति मनमा केही कौतूहलता निराशापना आउन सक्छ। यद्यपि ती कुराहरू भाइ बहिनीहरूले पक्कै पनि चिरेर यो पल्टको परीक्षालाई चाहिँ नतिजामूलक बनाएर आफ्नो भविष्य र साङ्ग्रो मामावी र सम्पूर्ण शिक्षकहरूलाई पनि सुरक्षित गर्नुहुन्छ भन्ने हामी सम्पूर्ण शिक्षक टिमहरूको योपल्ट चाहिँ हामीले चाहिँ आश गरेको छौँ र त्यो सम्भवतः पुरा हुन सक्छ। यदि भएन भने पनि ग्रेड वृद्धिको पछाडिलाई फेरि हामी विद्यार्थी भाइ बहिनीहरूलाई यहाँ ल्याएर क्याम्पेन गराएर फेरि उहाँहरूलाई ग्रेड वृद्धिमा चाहिँ त्यस्तो खालको नराम्रो नतिजा नहुने गरी हामी फेरि पनि प्रयास गर्नेछौँ भन्ने म यहाँहरूलाई अपेक्षा र बाचा व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सर। ल हस्, धन्यवाद। बाबु नमस्ते। नमस्ते। हजुरको परिचय राख्नुहोस् त। मेरो नाम सङ्गम भागो। अलिक साह्रो बोल्नुहोस् ल। मेरो नाम सङ्गम भागो, म कक्षा 10 मा। के भागो? डम्बर भागो? सङ्गम भागो। सङ्गम भागो है। घर चाहिँ कहाँ हो? घर तल तिनतले डाँडा। तिनतले डाँडा। बाबाको नाम के हो? बाबाको नाम लोकबहादुर लिम्बू। लोकबहादुर लिम्बू फागो है। मम्मीको नाम? सपना। सपना फागो। तपाईँ कति वर्ष पुग्नुभयो? 13 वर्ष है। योभन्दा अगाडि कुन स्कुलबाट आउनुभएको तपाईँ? यहीँबाट पढ्नुभएको कि? तल रत्नलक्ष्मी। रत्नलक्ष्मीबाट यहाँ आउनुभएको कति साल भयो? 2 साल। 9 क्लासदेखि यहाँ पढ्नुभएको? ए, सबैभन्दा कम उमेरको तपाईँ नै हुनुहुँदो रहेछ होइन? अरू साथीहरूले कतिको हेप्छन् त अनि पढ्दाखेरि? हेप्दैनन्? ए, टिचरहरूले तपाईँमाथि धेरै आशा गर्नुभएको छ होइन? र साङ्ग्रुम्बाकै भन्दा पनि सायद इलाम जिल्लाकै सबैभन्दा सानो उमेरको हुनु
सक्छ होइन तपाईँ हुनु सक्नुहुन्छ तपाईँ जानुभएपछि चाहिँ नआत्तिकन एक्जाम दिने है साङ्ग्रोबाको नाम राख्नुपर्छ है र सबै विद्यार्थीहरूलाई यो कुरा चाहिँ मैले पनि भने अनि एक्जाममा परीक्षामा कतिको उत्तीर्ण हुन्छु भन्ने आफूलाई कस्तो लागिरहेको छ राम्रो लागिरहेको छ आशा लागेको छ डर त लागेको छैन नि छैन है ल यहाँको साङ्ग्रोबाको सबै टिचरहरूको आशीर्वाद छ सबै भाइ बहिनीहरूलाई होइन र एकमुष्टमा सबै भाइ बहिनीहरूलाई शुभकामना र साथीहरूलाई अथवा यहाँको टिचरहरूलाई के भन्न चाहनुहुन्छ बाबु यहाँको टिचरहरूलाई के भन्न चाहनुहुन्छ धेरै धेरै धन्यवाद मलाई यहाँसम्म पुर्याउनु भएकोमा भन्नुहुन्छ ओके सेवाहरू ल अगाडि चाहिँ तपाईँले पैसा चाहिँ सबै जम्मा गरिदिनु अब चाहिँ हामी सक्दैन के गर्ने सक्छौँ भनेर कतै पनि के छ अनि कति सक्नु पनि गरेका छौँ है सर जिम्मा भएर गएको